हेलो एभ्रिवान, नमस्ते, वेलकम टु माई अनदर न्यू भिडियो। र आज चाहिँ चिसो नै छ मौसम। जाडो बढ्यो नि त है। तपाईहरुकोतिर के कसो बढ्यो? यहाँ दरानमा चाहिँ ठिकको हल्का चिसो बस्दैछ, धेरै जाडो चाहिँ छैन। अस्ति भन्दा चाहिँ अलिक चिसो बसेको छ। र जाडो सँगसँगै मैले ल्याएको छु तातो आलु चप, गिलो चटपटे, अनि यो चाहिँ चाउमिन है, भेजवाला चाउमिन हो। र यो चाहिँ मैले सबै आफैले बनाएको हो। ल ट्राई गरौँ है त। मलाई भोक लागिसक्यो। अहिले दिउँसोको 1 बजिसकेको छ। यो सुरुमा खाऊँ ल खाएँ त फर्स्ट बाइट। दामी भयो। यहाँ चपाउँदैछु तातो मगमग बास्ना आउँदैछ नाकमा। खाइदिनु। दामी। पापा बनाएको थियो बिस्कुट चाउमिन पनि चाखौँ। चाउमिन चाहिँ मेरो एकदमै फेभरेट है साथीहरू। दामी लाग्छ। मिठो पनि भएछ। मिठो बनाउँछु म। भेज चाउमिन चाहिँ मिठै बनाउँछु। उनीहरू पनि मिठो छ कि, तर मेरो भेज चाउमिन चाहिँ एकदम फेभरेट हो क्या। सुक्खा भएर पनि घाँटी लाग्छ। अहिले चाहिँ मेरो भिडियो एकदम ल्याउनलाई लेट भइरहेछ, किनकि अब बच्चासँग अलिक गाह्रै हुन्छ नि त। भिडियो बनाउँदा अब सबै कामहरू भएर गर्नुपर्छ, त्यही भएर अलिक गाह्रै भइरहेछ मलाई। बुझिदिनु होला, भिडियोलाई माया गरिदिनु होला। अस्ति त मलाई कन्टिन्यू ल्याउँछु भनेको थिएँ, तर भ्याइएन क्या। अस्ति चाहिँ दिदी हुनुहुन्थ्यो, अहिले चाहिँ दिदी हुनुहुन्न। त्यही भएर चाहिँ मैले अहिले अलिक ढिलो भयो होला। तर मैले 3-4 दिन भए पनि ढिलो भए पनि म कन्टिन्यू भिडियो चाहिँ हाल्छु। हेरेर सपोर्ट चाहिँ गर्नु होला। यो आलु चप चाहिँ जाडोमा त दामी हुन्छ क्या। हामी खाइराख्नु पर्छ होला। हामीलाई चाहिँ एकदम मिठो लाग्छ। एकछिन के दिनु न, एकछिन के खेल्न दिनु न, खेल्न एकछिन के खेल्न दिनु न, खेल्न। नाति बोजू चाहिँ बाहिर छ कि, त्यही भएर लाइन गयो अरे, कार्टुन हेर्दै थियो। अनि म चाहिँ भिडियो बनाउनु बसेको, लाइन गएछ क्या। अनि त्यही भएर दुःख दिन्छ नि त। फेरि चत्तो रहेछ मेरो छोरा।
चटपटे त म खाइहाल्नु यत्रो खाइसक्छु त। आम्मा चाउमिन पनि ओभर धेरै छ, गिलो चटपटे पनि धेरै छ। गिलो चटपटे फेरि यति देख्छ नि, यति मोलेको हुनुपर्छ कि यति मोलिन्छ नि होइन, यति हुन्छ क्या, किनभने त्यो यसको झोलले नै गिलो बनाउँछ नि त। ट्र्याक्टर आयो फेरि पापड पनि ल्याएको छु, पापड पनि बनाएको थिएँ, ल्याउनै बिर्सेछु। आज चाहिँ मैले सरी भिडियो सुट मुनि गरेको कि कोठामा ट्र्याक्टरै साह्रै हिँड्छ कि हाम्रोमा त वाक्क लाग्छ। त्यसरी आउँछ क्या। सरी नम्मी भनेको छु अन्त हुन्छ। हामीलाई धरानीलाई एनी टाइम थुक्पा त फेभरेट हो, थुक्पा र आलुदम। झन् जाडोमा त खानुलाई आम्मा यस्तो मजा आउँछ नि, कुरै नगरौँ। धरानीले थुक्पा र आलुदम बिहान भयो भने चाहिँ बस त्यति भयो, खाना पनि छोड्छ। सबैले त नभनौँ होइन, प्राय म्याक्सिमम मान्छे त्यस्तै नै हो। अन्त बिहान दिउँसो बेलुकै हानिदिन्छ। चटपटी चाहिँ पिरो छ, यसमा हालेको छुइनँ। आलु चपमा हाल्दैन, चटपटीमा चाहिँ पिरो छ कपाल हालेको। पेट राम्रो भयो। ब्रेक के बाद खान्छु खाएँ। एउटा चिज खायो भने त्यही मात्रै खायो। यो चाहिँ मही हो, चिसो छैन, तातै छ।
दामी मजा आइरहेछ मलाई। मुन्जाले पेट त ड्याम्मै भयो। बिस्तारै पेटमा त एक चिसो भयो क्या। त्यो मालचप खानु सक्दैन अब। सरी आम्मा के सराको मैले प्याजको पत्ता हालेर ट्राई गरौँ चाउमिन। योभन्दा अगाडि चाहिँ मैले कहिले हाल्थिनँ तर मिठो छ। मिठो लाग्यो नि मलाई चाहिँ फर्स्ट टाइम हालेको। त्यत्रो रास खाएँ मैले। चाउमिन थोड़ा हो तो चाउमिन 5वटा चप 3टा चप गिलो चटपटे आनाको भुत लागेछ अनि गिलो चटपटे यत्रो आज मलाई डेन्जरस खाए साथीहरु। पेट त फुलन चटपटे सबै खान्छु हैन। Oh my god अब त मुक्कै खान सक्दैन है। आगो पनि फेरि निस्किन्छ। त्यस्तो गरेर खानु पनि हुँदैन। जति सक्छ त्यति नै खानु। हुन त ल्याउँदा पनि जति खाइन्छ त्यति नै ल्याउने हो। अब गल्ती भयो कुनै बेला अब खाइन्छ जस्तो लागेर ल्याइन्छ नि त हैन। आँखा पनि मेरो ठुलो छ। यति देख्छु सुरुमा हाल्दाखेरि पछि चाहिँ यति लाग्छ क्या। आवाजै गएछ के फेरि त्यस्तो हुन्छ। त्यही भएर चटपटेको चाहिँ
सब दाँतभरि लाग्यो, दाँतभरि अड्को सिधा राम्रो सलक्क भएको भए पो राम्रो हुन्थेन। आँडेर पाँडे भएपछि त त्यस्तै हुन्छ। ल यति भन्दै साथीहरू आजको भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु चाहिँ नबिर्सिनु होला। आजकल कमेन्ट गर्नु हुँदैन, फेरि मलाई कस्तो नराम्रो लागिरहेछ। प्लिज रिक्वेस्ट जतिजनाले पनि हेर्नुहुन्छ मेरो भिडियो 2 मिनट टाइम दिएर मलाई कमेन्ट गर्नु होला। कमेन्ट गर्नुभयो भने मलाई एकदम धेरै खुसी लाग्छ। र त्यति भन्दै आज मैले यति धेरै खाएँ कि पेट फुल भयो। अति नै धेरै खाएँ क्या। हेर्नु न चाउमिन यति बाँकी छैन, यत्रो थियो रास्ने। अनि किलो चटपटी त तपाईँहरूले पनि बनाउनुहुन्छ थाहै छ होइन, यति बनाइन्छ। तर त्यसको त्यो झोलले सोचेर यति बनिन्छ नि, यहाँसम्म थियो, यहाँ दागेछ चटपटी। हेर्नु यहाँ कहाँसम्म छ भन्नु, यहाँको सबै फाँक 5वटा आलुचप थियो, 2टा मात्रै बाँकी छ, 3टा मैले अलरेडी खाइसकेँ। अनि 1 मग मोही ल खाइसकेँ मैले। मलाई चाहिँ खाएर एकदमै रमाइलो भयो, किनकि मिठो थियो, मलाई मन परेको कुरा मैले आफै पकाएर पनि खाएको हो। र हजुरहरूले प्लिज के कसो लाग्छ कमेन्ट चाहिँ जसरी जरुरी पनि गरिदिनु होला। त्यति भन्दै हजुरसँग बिदा लिन चाहन्छु। बाई।